आज बिहा नानी सुतिँदै आउँदैछन् यता हाम्रो सानो भान्जा सकेर गाइस वेलकम ब्याक टु माई च्यानल। फेरि पनि अन्सु ब्लगमा हजुरहरूलाई स्वागत छ। अनि हजुरहरूलाई नयाँ सालको सबैजनालाई शुभकामना छ। आज हामी चर्चजनाको चर्चमा आज बिहा नानी सुतिँदै उता दिदीको छोरा हेर्नु उता चर्च थियौँ पुग्नला चाहिँ यहाँ नानीलाई बोकेर हिँडिरहेको। अनि हजुरहरूले के गर्नु आज नयाँ सालमा मिठो मिठो खानेकुराहरू खानुभयो होला। हामी नि मिठो खाना खाएर आएको छौँ, चर्च आएको छौँ। पवित्र बिहा हुन लागेको छ आज, हेर्न सक्नुहुन्छ। हामी नि फर्स्ट हैछौँ क्या, यता पकाउँदै हुन्छ। शान्ति पार्टी आइसक्नु भएको छ। यता हेर्न सक्नुहुन्छ चहल पहल हाम्रो चर्चको बिहाको। अनि हाम्रो भान्जा हुनुहुन्छ, मेरो छोरो मन्ता छोरो जन्ती आइसक्नु भएको छ। हेर्न सक्नुहुन्छ हाम्रो अगाडि हुनुहुन्छ दुला राजा। दुला राजा हुनुहुन्छ अगाडिको। आउनुहोस् आउनुहोस्, स्वागत छ स्वागत छ, आउनु। जन्ती पार्टीहरू हुनुहुन्छ यता। खाना पाक्दै छ, हाम्रो खाना पकाउने दाइहरू हुन्छ उता पैसा उठाउँदै। जन्ती पार्टीहरू आइसक्नु भएको छ।
जीवनमा नि उदाहरण सफलताको लागि प्रार्थना गर्छौँ। समय समय गरे हामी सबै उठ्नेछौँ र हामी समय प्रार्थना गर्छौँ। साथै त्यसपछि हामी उठेर यो समय चाहिँ अब छोड्नुहोस् भयो। अब चाहिँ यता अब नयाँ धुराले कहिले पनि नयाँ धुराले देखेको छैन। आज पहिलोपल्ट चाहिँ नि भन्नुहुनेछ कतै उहाँले हो कि यदि उहाँ होइन भने पनि अब के भन्नु। त्यस कारण मेरो होइन पनि भन्नु पाएन। यतिको साथीहरूको बिचमा खाना खाँदै हाम्रो भान्जा खायो छोराहरूले खाँदै यता हाम्रो सानो भान्जा यता हाम्रो मैराम्बी बहिनी यता बहिनी उताको साथी है मेरो गाइजहरू यता नानी हुनुहुन्छ बाबाहरू यता खाँदै हुनुहुन्छ। यता छोरीले नि खाँदै हाम्रो भाउजू हुनुहुन्छ। यता छोराले नि खाँदैछ। खाइभ्यायो यता भान्जाले नै खाइभ्याउनु भयो। बाबुले खाँदै हुनुहुन्छ। कार्यक्रम भयो तर हाम्रो भान्जा रुनु भएको छ। भन्दा बढी भान्जा रुनु भयो आज सोमबार मङ्गलबार अबको 6 दिनमा भेट भइहाल्छ। सोमबार बजारमा सोमबार पनि आउनै पर्दैन। शनिबारै मन लाग्यो भने अहिलेसम्म भेट्न हुन्छ। चिन्ता अहिले नयाँ वर्षको चिन्ताले पनि दिँदै गयो। चिन्ता आज म यता फेरि खाने कार्यक्रम भइरहेको किरा त हामी पनि चिरै लिएर तुलाई उता गइसक्नुभयो। तुलाई उता पुगिसक्नुभयो। रुँदै रुँदै रौता या सबैलाई रौलाई चाहिँ म खेलाइसके
दीपावलीमा जाएंगे अरे एक ले रहा है इसको पछाडि चाहिँ जाने अब ल अब हाम्रो साथीहरू एकछिनपछि हेलो हामी चाहिँ बिहा सकेर चर्चबाट हामी हिँड्न लाग्यो अब स्विमिङ पुलमा यिनीहरू केटाकेटीहरू जानु लाग्यो अनि हामी छोरी दिदीले नुहाइदिनुहुन्छ अरे यता भान्जाहरू रुँदै हुनुहुन्छ हाम्रो केटाकेटी हिँडे खानु त नजिकै भएको भएर हिँड्दै जानु लाग्यो रिसोर्ट आयौँ गाइजहरू हामी केटाकेटी कहाँ पुगिसक्यो अब टाढो जानु कहीँ छैन त्यही भएर हामी रिसोर्टमा यहीँ घर नजिकै यता अरू पनि आउनुभयो रहेछ खेल्नलाई घुम्नलाई अरे भान्जा हुनुहुन्छ यहाँ कता हो सुन भान्जा आउनु बाबु यता आउनु केटाकेटी कहाँ पुगिसक्यो हामी चाहिँ बल्ल मोटु पत्लु मोटु पत्लु की जोडी हेर्पिङ खेल्दै खान यता फलेको नि हात केटाकेटीहरू यता स्विमिङ गरिरहनु उता बाबु उता हुनुहुन्छ केटाकेटीहरू यहाँ भान्जाहरू कोही फेरि फुच्ची फेरि नुहाउन नपाएर रोइरहे हाम्रो फुच्ची फेरि यहाँ अङ्कलको जुत्ता समाउँदै बस्दै गरी हे फरीले यो दिदीको यो पर्समा अनि हजुरहरू नयाँ सालमा कहाँ जानुभयो साथीहरू हामी चाहिँ यहाँ केटाकेटीहरूलाई यही स्विमिङ गराउन लिएर आइयो बिहा पनि खाएर बिहामा पनि गएर आइयो केटाकेटीहरू ल हेर न कोही फेरि नानी सुन्छ नि फोटो खिच्ने ल्याउ न हेमन्त त्यसको भिडियो खिच म्याचरहरू खेलेको छ भान्जा ए हेमन्त जाम जाने न ल यता ल ल छिटो पोज ओहो हेमन्त त खेलेर पनि हामी घर जान लाग्यो यहाँ छोरो यता बाबुहरू उता गहन हो हामी अब जान लाग्यो घरतिर हो तिमीलाई त लाउँछ नि त पनान कस्तो ध्यान गर्नुपर्छ नि अरे बथान फेरि उता हन हो त्यहाँ दुईजना खेल्यो दुईजना हो त्यहाँ त सक्दैनस् त्यहाँ हुन्न के तिनीहरू दुईटा मात्रै हो
पछि पिङ त खेल्नु पर्यो गाइजहरू ल ल अरे बाबु आत्तिर फेरि हैरान अब जानु पर्यो अरे पछानहरू उदाहरण ल आउनु भान्जा बाबु आऊ हो र कस्तो भारी भारी हो हाम्रो ग्याङहरू कोही फेरि यता फोटो खिच्दै छन् के हो माछा खाएर यहाँ के हो के हो के हो ए ल ल ल रमाइलो भयो छिटो खानु न ओ नानी नानी ओके नानी फेरि खानु न है यस्तै दिन गोबर तप अरे आकाश काठ भन्ने खै खै यही हाम्रो घरहरू हातै दुख्यो अरे यसको पिठ फटाउनु पर्थ्यो बोक्नु पर्थ्यो सब फर्माएर थिएँ ल साथीहरू आजको ब्लग यति नै ओके बाई बाई